विगत आज 8 दिन अगाडि मंगलबारको दिन जुन जेनजी आन्दोलनको नाममा हाम्रो प्रतापपुर गाउँपालिकाभित्र रहेका हामी 3 जना यहाँ देखिएका छौँ सहित तमाम ठाउँमा जुन ढङ्गको अवांछित गतिविधि गरियो त्यसका विरुद्धमा हामी अहिले तुरुन्तै केही बेर अगाडि हामी प्रमुख जिल्लाधिकारीज्यूलाई भेटेर आउँदैछौँ र उहाँलाई हामीले के एउटा भनेका छौँ भने हो यदि जेनजी समूहकै कुरा हो भने त्यो आन्दोलनमा आपराधिक गतिविधि गर्ने मान्छेहरूको अत्याधिक संलग्नता हामीले देख्यौँ र ती विभिन्न आधार प्रमाणहरू पनि देखिएका छन्। त्यसकारणले हाम्रो प्रतिशोध र आपराधिक गतिविधिमा संलग्न भएकाहरूले हात हतियार लिएर लुटपाट गर्नु सहित आगजनी गरेको विषय यहाँसँग कसैसँग छुपेको विषय छैन। तपाईहरु सबैले स्थलगत रूपमै हेर्नु भएको विषय हो। अहिले हामी घरबार विहीन भएका छौँ, सुकुम्बासी भएर बसिरहेका छौँ। अहिलेको परिस्थितिमा हामीले त्यही न्यायको लागि प्रमुख जिल्लाधिकारीज्यूलाई के भन्यो भने ती आधार प्रमाणका आधारमा देखिएका त्यस्ता व्यक्तिहरू अवांछित गतिविधिमा संलग्न रहेका त्यस्ता व्यक्तिहरूलाई अविलम्ब छिटोभन्दा छिटो कारवाही गरियोस्। जो आन्दोलनमा जुन शहादत पाएका साथीहरू सदस्य गर्न चाहन्छु। साथीहरू हेर्दै रहेका साथीहरू प्रतिष्ठित स्वास्थ्यवाद कामना गर्छु र वर्तमान सरकारलाई देशमा शान्ति कायम होस् र न्याय अन्यायमा परेका साथीहरूले न्याय पाउन् कामना गर्न चाहन्छु। यो घटनाको विषयमा हाम्रा प्रताप विराजको दिएको घटिसक्नु हो, तर मलाई कस्तो लाग्छ भने जेनजीको नामावली आन्दोलनमा राति 8 बजे बरघाटदेखि सुरु गरेर ठ्याक्क मान्छेको पार्टी घरसम्म पुगे र 7 महिनाको हतियार पनि थिए। मेरै गाउँमा एक ठाउँमा बरघाटमा समस्या पहिला र घरमा जाँदाखेरि तपाईँको टोटली पहिला त लुटपाट गरे, त्यसपछि त्यो धारा तोडिदिए, पानी ट्याङ्की फोडे, अनि घरमा आगो लगाइदिए। यस्तो अन्याय त मसँग हो, मानिसको पार्टीसँग हो, मुजिसँग हो र बरघाटका साथीहरूसँग त्यस्तो अन्याय हो। यस्तो अहिलेसम्म हामी देखेकै त्यो आन्दोलन जस्तो होला भन्ने आन्दोलन होइन। यो लुट मान्छे अपराधी तत्त्व भएका मान्छेहरूले यो बरघाटदेखि लिएर ठ्याक्क कठामासम्म तपाईँको सनौरासम्म यस्तो अपराधी गरे र यसको लागि अघि युपीजीले भन्छ हामीले सिडिओ साहबलाई भेटेका छौँ र यसको विषयमा भनिरहेको मैले के भने यदि हामीसँग यस्तो अपराधीले अन्याय गरेका छन्, यस्ता अपराधीले यदि 1 हप्ताभित्र सजाय दिनु भएन भने हामी आफै ती व्यक्तिहरूलाई सजाय दिन्छौँ त्यो भन्दछौँ। र साथीहरूले आफ्नो सन्देश केन्द्रसम्म पुर्याइदिनुहुन्छ भन्ने कामना गर्दै म बिराउँछु। धन्यवाद। कुरा करिब धेरै आइसकेका छ। सर्वप्रथम मैले यस आन्दोलनमा जो एउटा राजनीतिक परिवर्तन गर्यो त्यसमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो परिवर्तनले सकारात्मक दिशा ल्याओस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अब रह्यो हाम्रो जिल्लामा घटनाहरू, हिंसाका घटनाहरू घटे, सङ्गठित रूपले आपराधिक ढङ्गले घटनाहरू घटाइएका छन्। यसमा जिल्ला प्रशासन अलिक कमजोरी देखियो र जसलाई उहाँहरूले स्वीकार पनि गर्नुहुन्छ। एउटा परिस्थिति सम्हाल्न सकिएन, कमान्डमा रहेका स्थानीय कमान्डमा रहेकाहरूले विवेक पुर्याउन सकेनन् या सक्रिय हुन सकेनन् भन्ने अनुभूति जिल्ला प्रशासनमा छ। यो घटना जुन उहाँहरूले व्यक्त गरिसक्नुभयो, मूल कुरो के हो भने हामीप्रति या अन्य नेताहरूप्रति, बरघाटका होस् या यहीँका पनि हो, जनतामा एक किसिमको आक्रोश चाहिँ उत्पन्न भएको छ। मैले तपाईँहरूले अन्डरलाइन गरेर भन्दै के छु भने यो आक्रोशलाई हामीले थामेनौँ भने अर्को ढङ्गको चाहिँ एउटा हिंसा, प्रतिहिंसा, अराजकता बढ्न सक्छ भन्ने हिसाबले हामी तीनैजनाले एउटा के बाटो अपनायौँ भने जिल्ला प्रशासन विशेष गरी प्रमुख जिल्लाधिकारीलाई एउटा निवेदन दिने र त्यसमा संलग्न रहेका ती आपराधिक गतिविधिमा संलग्न भएका जसको पहिचान हुन सकेको छ
तिनमाथि अविलम्ब कारवाही गर्ने र थप अनुसन्धान गरेर थप अपराधीहरूलाई पत्ता लगाउने। किनभने यो राजनीतिक व्यक्तिहरू भएको भए हामी यसलाई राजनीतिक रूपले व्यवहार गर्थ्यौँ, तर आपराधिक व्यक्तिहरू बढी संलग्न भएको हुनाले यसको विषयमा जिल्ला प्रशासनले एउटा निर्णय गरेर निष्कर्ष गरेर तुरन्त कारवाही गर्नुपर्छ, अविलम्ब कारवाही गर्नुपर्छ। र जुन अहिले भर्खरै साथीहरूले भनिसक्नुभयो हप्ता दिनभित्र त्यो कारवाहीहरू देखा परेन, अनुभूति हामीले हुन सकेन भने हामीले जनतालाई मनाउन गाह्रो पर्छ। किनभने सबै जुन हाम्रा जुन अहिले जुन ढङ्गको क्षति भएको छ त्यो क्षति देख्ने सबै मान्छेमा आक्रोश चाहिँ जनतामा, आम जनतामा आक्रोश चाहिँ बढेको छ र हामी रोक्न सक्दैनौँ। फेरि अहिले त जनतालाई हामीले एक हप्ता प्रशासनले केही गर्ला, तपाईँहरू थाम्नुहोस्, अपराधीहरू पक्रिएलान्, तिनीहरूमाथि कारवाही होला भनेर हामीले चित्त बुझाएका छौँ। तर त्यसपछि चित्त बुझाउन ठाउँ रहँदैन र हामी पनि असहाय हुन्छौँ। जनताले यदि कुनै कारवाहीहरू गरे भने त्यसमा चाहिँ जिम्मेवार जिल्ला प्रशासन हुनेछ, जुन कुरा हामीले भनि पनि सक्यौँ आज। त्यही गएर चाहिँ र केही चिन्हित व्यक्तिहरू जो त्यस घटनामा आपराधिक घटनामा संलग्न थिए तिनीहरूको विषयमा पनि प्रशासनलाई पनि जानकारी छ र हामीलाई पनि जुन जानकारी प्राप्त भएको थियो त्यसको एक किसिमले हामीले सूचना उहाँहरूले प्रवाह गरेका छन्। तपाईँहरूसँग भेट्नुको अर्थ यो पनि हो कि यो यति मात्रै सीमित नरहोस्, किनभने यही घटना अन्य ठाउँहरू पनि भएका छन्। ती साथीहरूले पनि जसले व्यक्तिगत क्षति, सार्वजनिक सम्पत्तिमा क्षति भएकै छ, व्यक्तिगत क्षति पनि बेहोरेका साथीहरूको अहिले अवस्था जुन छ त्यसले गर्दा त्यहाँका अपराधीहरू पनि सजाय पाउन्। हाम्रो नियत यो होइन कि निरपराधी कोही पनि सजाय पाउँछ। हामीले कुनै कसैसँग पूर्वाग्रह छैन। हाम्रो उपस्थितिले नै के जनाउँछ भने हामी कसैले संरक्षण दिनेवाला छैनौँ। जो अपराधी छ त्यसले सजाय पाउँछ र त्यसमा हाम्रो सहयोग रहनेछ। यदि जनताले पनि कारवाही गर्दाखेरि फेरि निरपराधीमाथि पनि गर्न सक्छन् भन्ने डर हामीलाई छ। आक्रोशमा जनता नै उत्रियो र फेरि यो पनि यो हल्लै हल्लामा केही गर्न थाल्यो भने त्यसलाई पनि रोक्नुपर्ने एउटा जिम्मेवार राजनीतिक कर्मीको रूपले हामीले यो जिम्मेवारी वहन गरिरहेका छौँ। त्यसको चाहिँ अर्को अराजकता पनि नहोस्, अर्को अराजकतामा फेरि समाज नपरोस् भन्ने स्थिति हो। र तपाईँहरूलाई पनि यस विषयलाई प्रवाह गरिदिन हामी अनुरोध गर्छौँ। संयुक्त रूपले नै अन्य साथीहरूलाई पनि जो पीडित भएका छन् उहाँहरूलाई पनि यसै अनुसार उहाँहरूले पनि अगाडि बढ्न हामी आग्रह पनि गरेका छौँ।